हेलो सबै हेलो सबैजना सन्चै हुनुहुन्छ? झर्ना पनि नछिन्ने आज हामीसँग घुम्दै घुम्दै यो पार्कमा आइपुगेको छौँ। आज हामी घुम्दै घुम्दै सबैजना होइन। पार्क चाहिँ एकदम राम्रो रहेछ। सबै टक्कसँग पानी पनि हल्का पर्दैछ आज। टोकियोमा धेरै गर्मी थियो, आज चाहिँ टक्कसँग पानी सानी परेर शीतल भएको छ। अनि त्यहाँबाट के छ भने पार्क चाहिँ एकदम गजबको होइन, हरियाली खालको फुलसुल भएको टक्कसँग यस्तो यता पछाडि त्यस्तो केटाकेटी खेल्ने चौरहरू भएको एकदम राम्रो रहेछ। अब निस्बिजी त्यहाँ खेल्न जाँदै हुन्छ, झर्नाले यहाँ हेर्दैछिन्। झर्नाले के खेल्छिन् पनि? झर्नाले यो खेल्ने हो। खेल्ने भन्दा पनि अब यहाँनिर एक्सर्साइज गर्ने ठाउँ जस्तो छ होइन। मेरो लागि ठिक्क हुने रहेछ। ल साइक्लिङ गर्ने ठाउँ रहेछ यहाँनिर चाहिँ ठिक छ। यसमा चाहिँ ठिक छ। यसमा चाहिँ यहाँनिर एउटा के अरे वर्कआउट गर्ने ठाउँ रहेछ होइन। होइन होइन, त्यहाँ बस्ने हो, बस्ने बसेर यताउता गर्ने हो। यो चलाएपछि ठ्याक्कै साइकल चलाउन सिकिन्छ झर्ना होइन। रमाइलो छ आज चाहिँ, रमाइलो छ। फुलहरू टक्कसँग, रुखहरू शान्त छ टक्कसँग। यहाँनिर यो रुख पनि दामी छ, यतापट्टि टक्कसँग यस्तो लहरा जस्तो भएर आएको होइन। हाम्रो उयो के अरे काटुके फुल उयो काटुके देखाएको होइन, उयो के गाई फुलहरू छ। गाई फुल कि काटुके गाई के फुल भन्छ? केटुके कि काटुके के भन्छ? मजाले फुलिरहेछ।